ल धेरै पछि मैले चाहिँ भिडियो बनाउँदै छु हजुरहरु सबैलाई फेरि पनि वेलकम छ वेलकम मेरो भिडियोमा। आज चाहिँ म यताको बाटोबाट हिँडिरहेको छु। यो चाहिँ खरिबोट जाने अर्को बाटो हो। यो गल्ली गल्ली हुँदै निस्किँदै छु। दिउँसोको 2 बजिरहेको छ। अब कहाँसम्म जान्छु के किन्छु म हजुरहरुलाई चाहिँ देखाउँछु है त। सानो सानो छोटो छोटो भिडियो बनाएर है। यताबाट नि पुगिन्छ, पुग्नु चाहिँ यताबाट जान्छु। कता पुगेर यो बाटोबाट नि पुगिन्छ है पुग्न चाहिँ। यताबाट नि खरिबोट निस्किन्छ। म चाहिँ एक ठाउँमा यहाँ काम थियो, यहाँबाट अब काम सकेर चाहिँ अब बजारतिर यसो जान्छु। यहाँ त पहिला मन्दिरै छैन यार। यहाँ एक ठाउँमा यहाँनिर लुगा देखेको थिएँ, घर बस्ने लुगाहरू। अनि मेरो छोरीको लागि यहाँबाट एउटा लुगा लगिदियो कि भनेर यहाँनिर देखेको थिएँ क्या। अब यहाँ हेरौँ है त कतिको राम्रो छ कि छैन। साँच्चै भन्नुमा मेरो छोरीले अस्ति नै यो खालको सर्ट भनेको थियो है। कलर चाहिँ यहाँनिर यो लाइट, यो चाहिँ लाइट ग्रे हो नि, ग्रीन हो। ब्ल्याकमा त भयो।
सुतेर बस्ने अब यहीँ सुत्दा नि भइहाल्छ नि त नि हौ यिनीहरू चाहिँ कसरी हो यिनीहरू चाहिँ यो एउटा मात्रै हो कि अरू पनि छ नि कलरहरू यो 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 यति नै हो यो त सेम त होला नि जुनै लाग्यो नि है यो अलिक शीतल लाग्यो भने मलाई यो लाँदिनँ है 200 सब आउँदैन यो यसो कति हो योभन्दा कम होला नि लामो छोटो जस्तो साइजको लगे पनि 250 पर्छ हो हाम्रो होलसेल रेट पनि सेमै पर्छ ल म चाहिँ भर्खरै घर आइपुगेँ होइन साथीहरू अब यहाँ अलिकति उज्यालो लाइटमा बसेर बोल्नु पर्यो कि त्यहाँनिर अँधेरोमा कस्तो कस्तो त्यहाँ लाइट छैन नि त त्यही भएर नि अनि म चाहिँ भर्खरै आइपुगेँ अनि हातखुट्टा मुख धोएर फ्रेस भएर चाहिँ भर्खर यहाँ बसिरहेको छु लुगाहरू पनि चेन्ज गरेर होइन अनि आउँदाखेरिको भिडियो चाहिँ मैले बनाउन बनाइनँ पनि किनभने दुईटै हातमा मेरो झोला थियो अनि मोबाइल समाउने ठाउँ नै थिएन अब हातभरि झोला भएपछि कसरी मोबाइल समाउनु होइन त्यही भएर आउँदाखेरिको भिडियो बनाउन पाइनँ अनि यो मेरो भिडियो चाहिँ धेरै पछि मैले राखिरहेको छु झन्डै 1 महिना जस्तो भयो मैले भिडियो चाहिँ राख्न पाएको 1 महिना पछि मैले यो भिडियो राखिरहेको छु हजुरहरूले माया गरिदिनु होला मेरो भिडियोलाई मेरो च्यानललाई भन्दै थ्याङ्क यू सो मच हजुरहरू सबैजनालाई जसले हेरिदिनु भएको छ हेरिदिनु भएको भएर पनि सब्स्क्राइब गरिदिनु भएको छैन भने सब्स्क्राइब पनि गरिदिनु पर्यो हजुरहरूले है त भन्दै आजको सानो भिडियोबाट टाटा बाइ बाइ साथीहरू।